इस 6 डिसेम्बर आज अनि 11 11:30 भइसकेको छ। हाम्रो यहाँ सामानहरू सबै रेडी भइसकेको छ। मेरो ब्याग यहाँ छ। समललाई कस्तो छ आज वेदर कस्तो छ? वेदर चिल छ होइन। माथि गएपछि थाहा हुन्छ कतिको ठन्डी छ त्यहाँ। ओके यो मान यो अब यो कुन हो? अब हामी प्र्याक्टिस पनि हुँदैछ। ल लाग्यो होइन फ्राङ्कफर्टतिर। भएपछि त पानी त्यहाँ हुन्छ होला नि होइन? होला नि, हुन्न होला। हामी त्यहाँबाट ल्याउने भन्यो भने हामी अहिले होइन यहाँ सोधौँ न पहिला होइन। यहाँ सोध हरिपाउ आइपुगेका छौँ। बाइकहरू राख्ने ठाउँ यहीँ रहेछ हाम्रो है। अनि जाने ठाउँ चाहिँ कहाँ अरे हाम्रो? हाम्रो झुप्राङकोट। ए कति टाढो लाग्छ यहाँबाट? यहाँबाट तपाईँको लाग्ला 1.5-2 घन्टा। जाने बाटो यही हो? यही नै हो। ए अनि हाम्रो यतातिरको भूभागहरू बुझाइदिनु न, हाम्रो चाहिँ कता कता के छ? हजुरलाई मैले चिनाइदिनु पर्छ कि क्या? हो यहाँ तिमी देखेको चाहिँ रन्जित भयो होइन? यहाँ मुनिपट्टि चाहिँ गर्ल्याङ भन्ने ठाउँ छ, ट्याक्कै यहीँ मुनि। यहीँ अलिकति टिनहरू देखियो यतातिर। यहाँ मुनि गर्ल्याङ हो। अनि पारी ऊ त्यहाँ बिचमाको यो थुमको चाहिँ राहुल डाँडा भयो। पारी र्याले, पातले, अर्मलाकोट यो भयो। त्यसै नै अनि यो पुरै काली लेकको चाहिँ माथिको लेक हो खासमा। यो कुन चाहिँ काली लेकको? यो पुरै भूभाग यही भयो नि त, काली लेक हो नि। हाम्रो माथि एकै हो क्या? 16 नम्बर वडाको चाहिँ लगभग चाहिँ के छ? 16 नम्बर वडाको अन्तिम गण नै हो क्या हाम्रो चाहिँ। अब किल्लै गाड्नु पर्ने अवस्थामा चाहिँ आइपुग्यो हामी। रुखलाई नै हामीले अब किल्ला मानौँ न। रुखलाई किल्ला माने हस्। त्यहाँदेखि त हामी नमस्ते गरेर क्याबतिर लाग्यो है त। हुन्छ चरी भन्दा आइसक्नु भएको छ। निकै धेरै नै सामान लिएर भएको उहाँले बोक्दाखेरि अहिले अब स्कुटरले बोकेको अरे अब चाहिँ आफूले बोक्दाखेरि राम्रै हुन्छ। ल ल राख। उकालो लागिएको छ कि है? उकालो लागिएकै छ भनेको महिला दाइहरू हुनुहुन्छ। 3 जना चाहिँ उहाँ छन्। 2 जनालाई पुरै हात चरी भन्नाले उहाँले चाहिँ लिएर आउनुहुन्छ। पुरै तल भिर, माथि पनि उकालै उकालो त्यत्र जान्छ। गाउँबाट अलिकति माथि आइसकेको छ। 12:15 गएको अवस्था। यात्रा आज जान्छ। गर्मी भयो, यस्तो घाम लाग्दा नि गर्मी भइहाल्छ नि। जङ्गल एरिया हाम्रो सुरु भइसकेको छ। अनि त्यसै क्रममा हिमालहरू पक्का जाने ठाउँ खटक्क यात्रा जान्छ है त। एउटा दाउरा पाइए छ यस्तै।
पुग्नुपर्छ तलै अब 3 जना तल आउँदैछ हैन अहिले हाम्रो समय भएको छ 12:43 र हामी चाहिँ लगभग 40% बाटो हिँड्यो एलिभेसन कति छ अरे भन्छ हाम्रो यहाँको 1650 मिटर चाहिँ बाटो चाहिँ यही रहेको छ यताको बाटो यहाँ थाङ्गासाक राखेर हामी आएको यताको बाटो भयो त्यहाँ थाङ्गासाक राखेर यो त नजाने भनेर नि होला सायद है लाग्ने धन्यवाद त्यहाँ पुग्नुपर्छ भनेपछि अझै छ यहाँबाट त्यहाँ त्यो खोजबाट यसो पुग्नुपर्छ यस्तो भ्यू पोइन्ट रहेछ हामी पुग्नु त लगभग होटलतिर त्यहाँ हो नि त त्यहाँतिर एरियामा हो हामी त्यसरी अब घर अनि यसरी कट्नुपर्छ भन्थ्यो क्या बुढाले घरतिरदेखि त्यो ठाडो भिड त उत्यो हो नि त त्यो भित्तकै उत्यो अनि त्यसैको माथि लगभग त्यही हो क्या एरिया एकदम ब्ल्याङ्केट भिरेर हिँड्ने खाएको रे दाइ यो ब्ल्याङ्केटमा मेरो बेलुका सेयर हुन्छ होला नि होइन ल यतिको मिहिनेत गरिसकेपछि ब्ल्याङ्केटमा मैले बेलुका सेयर पाउने भएँ होइन स्लिपिङ ब्यागले नै पुग्नु त पुग्छ ठुलो मामा टेन्ट दुइटा पाँचजना त अट्छ कस्तो चिसो छ पुरै ठन्डावाला पानी खाइयो लगभग ठन्डा ठन्डा कुल कुल आएको बाटो यो अब यहाँ पनि सानो एउटा ताजा पत्ताका हालेको मन्दिर जस्तो छ म खान्छु पानी पानी है त ल चियर्स चिसो नमस्ते इस्मी प्रफुल्जङ थापा अल द वे फ्रम पोखरा 16 हामी चाहिँ झुप्राङकोटमा आइसकेको छौँ रमाइलो पनि भइरहेको छ है यस्तो देख्न सक्नुहुन्छ पोखराको भ्यू होइन सराङकोट त्यहाँ भयो यो ढिकी डाँडा धेरै डाँडा देख्न सकिन्छ अनि एउटा कुरा चाहिँ स्वर्ग जानु मन छ भने कतै जानु पर्दैन पोखराको एउटा डाँडाबाट हेर्दा स्वर्ग फिल हुन्छ है फिल द नेचर बाबा ल झुप्राङकोट होमस्टेमा आइपुगेको छौँ हामी हिमाल पछाडि पानी पनि व्यवस्था रहेछ धारो के ओपन हो कि क्लोज हो यहाँ होमस्टे पनि रहेछ तर आज हामी चाहिँ होमस्टेमा बस्दैनौँ आज हामीले हाम्रै सरजमहरू ल्याएका छौँ झुप्राङ स्टे नम्बर 7 रहेछ है उहाँहरू पनि राम्रो होस् पछि यो ठाउँ चाहिँ राम्रै होला एकछिन बसौँ कि मामा ठाउँ हेरेर राम्रो त ब्याग हिँडिराखेर ल जान्छ नि त्यो मासु यता ल्यामै हुन्छ पानी खाऊ अनि आऊ त यो ठाउँभन्दा अलिक सुटेबल ठाउँ चाहिँ हामीले भेट्न गाह्रै पऱ्यो सायदतिर यस्तो पातीको घारी मात्रै हो उहाँ देखाउनु त तल देखाउनु त आँट देखे पनि अनि यस्तै यताको भ्यू पनि देखिने अनि यहाँ तल पोखरा पनि देखिने भएर हो यता यसो दाउराहरू हन्टिङ हान्न जान्छ दाउरा हन्टिङ हानेर अनि के छ जति ठाउँ जाने उतै बस्ने नत्र यहीँ आउने दाउरा लिएर झुप्राङकोट मन्दिर आइसकेका छौँ यहाँ त डस्टबिन पनि व्यवस्था रहेछ त पुरै
पुरै देखिँदो रहेछ त्यहाँबाट त हिमाल अलिक ठुक्किँदो रहेछ है हल्का त ठिक छ ठाउँ यता दाउरा लिन एकदमै केटाहरूलाई बोलाइएको छ दाउरा भाइले हातबाट माथि उकालिदिए यति भन् बल्ल एकदम दाउरा हन्टिङ केस भइरहेको छ त्यत्रो धेरै चरी भान्जाले मलाई एक अँगालो मायाले दुई चरा ल्याउँदैछन् त्यो मुलाले एउटा हाँसी बोकेर आइछ त्यस्तो छ भने केस त यहाँ पुरै अँगालो साथै धक्काको घर आउने हो के भन्छन् वार्डेनले होइन केटा ठिक छ नि होइन सुकुटी एकदम बाबा मामा कस्तो छ नि ठिक त भएन Getting sprung on. We used to dance the night away, hang out the whole next day, laughing, having fun. चिसो हो र कतिको चिसो त्यो मैला एकदम चिसो You have no idea what you did to me. Summer love, didn't care that we weren't meant to be. देख्ने अब भ्यू भनेको त होइन अहिले बिहानको 7:30 भइसकेको छ दुईतिर आगो सकिसकेको छ कस्तो भयो बसाइ भन्छ रमाइलो भयो जाडो जाडो रहेछ तर ठाउँ ठाउँमा आएको बेला जाडो भएको कि त ठाउँ चाहिँ रमणीय हो है जति चिसो भयो नि उर्थित छ ल वर्थित छ एकदम तिमी धौलागिरी देख्यौ उता टुप्पो होइन यस हो यता यता पिक्का टुप्पो देख्थ्यो यो त चार्ज भइसक्यो चाहिँ यार हो र बसाइ यस्तोमा थियो है फेरि हेलो आज चाहिँ हामी राम्रो भ्यू देखिँदै थियो हामी चाहिँ अब घरतिर लाग्दैछौँ 10:30 भइसकेको छ निस्किँदाखेरि टेन्सन ऱ्यापअप गरेर अनि सामानहरू जम्मा गरेर आगो निभाएर हिँड्दाखेरि हाम्रो चाहिँ हिजोको पानी ताप्ने स्पटमा भर्खरै आइपुगेका छौँ ब्याक टु P16 हाम्रो हिजोको ट्रिप आजको यात्रा कस्तो हुँदैछ बबाल हिमाल कस्तो वाउ जस्ट वाउ जस्ट वाउ
दाजु के छ भन्नु राम्रो छ भ्यू पानी पनि देखाइदिउँ न पानी देखाइदिउँ मुलको पानी है यो उहाँलाई छोडिदिउँ है जोडिदिउँ अरूले नि खाऊँ न है पानी है ठिक छ नि माइला एकदम ठिक छ यो अर्को भ्लगर हाम्रो प्रफुल्ल डब्लुबी प्रफुल्ल जङ थापा केटाहरू हिजोको बसाइ हाम्रो एकदम रमाइलो भएको थियो है भवाल होइन यो त पुस्दै बसेकोस् ल खिचिदिन्छ कतिखेर खिचिदिन्छ भनेर ल कसरी खिच्ने आशिष है त ल प्रकाश फोटो खिच्न लज्जा ल है कस्तो भइरहेछ मर्निङ यात्रा एकदम रमाइलो मर्निङ पनि एकदम शुभ छ है आज अब यो ठाउँ छोडेर जाँदाखेरि कस्तो अनुभव भइरहेछ हजुरलाई अब कस्तो भनौँ खै कस्तो भनौँ माइला कस्तो हजुरलाई कस्तो भइरहेछ भन्नुहोस् न माइलाको छोडिदिनुहोस् ठिकै छ ठाउँ दामी छ फेरि फेरि पनि आउनुपर्छ यो ठाउँ हो र अब कहिले आउनुहुन्छ त भोलि आउँछ अब कहिले मिल्छ ठाउँले कहिले बोलाउँछ खास त्यो अर्कोमा पोज गर्न त सबै बसिसकेको छन् कि ल म फोटो खिचिदिन्छु है त ल यस्तो बाई नधान्ने भयो अरे के देखाएर के भालु भालुको त एरिया हो त बाबु यो अनि भालु आयो भने त चिच्याउँदै हिँड्नुपर्छ अरे नि त अनि मुगलाना हेरेर जाँदैछ हेरेर जाँदैछ आयो आयो हामी आयो ल मजा भयो यहीँसम्म आयो ल